हेलो नमस्ते गुड मर्निङ किन भन्दाखेरि अब फेरि जहिले पनि आज चाहिँ मेरो स्पेसल डे भन्छु तर यो चाहिँ म भन्दिनँ होला किनभने अब तपाईँहरूले सबैबाट थाहा पाउनुहुनेछ किनभने आज चाहिँ मेरो अब के भन्छ दसैँको टाइम आउँदैछ नि त नेपालको त्यही भएर यो मेरो घरलाई चिक्टा गराउँछु म यो घरलाई चाहिँ मैले लिप्नुपर्छ होइन किन भन्दाखेरि अब हाम्रो यो सुदूरपश्चिममा कस्तो भन्दाखेरि हिन्दू धर्ममा यो जो घर छ नि दसैँ तिहार आउँदाखेरि चाहिँ हामीले यसलाई लिप्नु पर्ने हुन्छ र भन्दाखेरि त्यसलाई के भन्छ भन्दाखेरि घर चोखाउने भनेर भन्छन् के सजिनी सन्चो राख्ने यार मलाई बोल्न गाह्रो भइरहेको अनि मेरो यो घर चाहिँ भान्साघर चाहिँ यताको यो सबै लिपेर यो सबै लिपपोत गरेर चट्टै यताको पछाडिको सब मैले एक्लै गर्नुपर्ने छ किन भन्दाखेरि चाहिँ पहिला चाहिँ अब बहिनी हुन्थी बहिनीसँग गर्दाखेरि चाहिँ अलि चाँडो हुन्थ्यो होला आज चाहिँ दिनभरि लाग्ने जस्तो छ यसको भित्र पनि सबै सफा गरेर बाहिर सबै ठाउँ पोच्नुपर्ने छ सायद यो लाइनमा चाहिँ म जान्नु होला किन भन्दाखेरि यो टाइलहरू चाहिँ एकदम कमजोर भइसकेको छ कि एकदमै कमजोर भइसकेको छ म गयो भने फेरि टुटिहाल्छ बहिनी गएको बेला चाहिँ त्यति हुन्छ किनकि बहिनी अलि कम केजी छ नि त त्यही भएर अनि चाहिँ त्यही भएर त्यसले जानु मिल्थ्यो मैले चाहिँ मिल्दैन किनकि म 50 केजी छु त्यही भएर सो आज हाम्रो दिनभरि यही लाग्नेछ होइन सर्वप्रथम अनि लिप्नको लागि चाहिँ यस्तो गराउनुपर्छ गोबर ल्याउने होइन यसलाई गोलो गराएर चट्टै यसमा माटो हाल्ने यसलाई भिजाउने किन भन्दाखेरि चाहिँ अब भाँडा चाहिँ ठुलो चाहियो नि त माटो भिजाउनको लागि त्यही भएर यसमा चाहिँ अलिक सजिलो हुन्छ थोरै यसमा गर्छु अनि थोरै भाँडामा गर्छु अनि मलाई सजिलो हुन्छ नि त होइन अनि आजको हाम्रो मर्निङको भिडियोको अब उताबाट सूर्यदेव देखाउँ भने छैन अनि बाख्रा देख्यो नि बाटोमा बाख्रा देख्यो यसले मेमे गरेर आयो कि जानको लागि अब गाउँघरमा अब चाहिँ गोरु बाख्राहरू चाहिँ खेतबारीमा छोड्ने गर्छन् कि खुल्ला यिनीहरूलाई पनि स्वतन्त्र गरेर बाँच्न दिनुपर्छ भन्न नि आउँदैन अनि यो घर पनि मैले पुरै लिप्नु पर्ने छ यता होइन भित्र साफसफाइ किनकि भोलि हाम्रो बाबा पनि आउँदै हुनुहुन्छ त अनि यो पसल पनि मैले साफसफाइ गर्नुपर्ने छ लेट्स सी अनि भ्लग चाहिँ म जहिले पनि छोटो गराउँछु भन्छु लामो भइहाल्छ कि तर यो चाहिँ म एकदम छोटो गराउने छु किन भन्दाखेरि स्पेसको धेरै मात्रामा प्रब्लम छ क्या मेरो फोनमा सो लेट्स सी हाम्रो आजको डे एकदम बवाल हुने जस्तो छ अनि हेरौँ कस्तो कस्तो हुन्छ मोबाइल पनि के भन्नु काममा पेलिनु पर्ने छ यो पुरै मैले लिप्नु पर्ने छ साथीहरू लिप्नु पर्ने छ अनि ठिक छ केही छैन मैले नगेर कहिले गर्छ अब दिदीहरू सबै गइसके बचिएको मै हो अब काम भन्ने कुरा त यस्तै हो घरमा भयो भने गर्नुपर्छ बाहिर भयो भने अलग कुरा हो काम गर्छु भने पनि जब गर्छु भने पनि अलग कुरा यो चाहिँ मेरो स्पेसली जब हो लेट्स सी हाम्रो डे कस्तो हुन्छ अब ढिलो नगरिकन काममा भक्क लागिहाल्नुपर्छ किनकि पछि जति ढिलो गऱ्यो मलाई नै गाह्रो हो क्या सो हेरौँ अब मेरो यो काम भइसक्यो भने मेरो काम स्टार्ट हुन्छ म तपाईँहरूलाई देखाउने छु सो साथीहरू मैले चाहिँ क्यामेराको व्यवस्था गरेर यसरी बोलिरहेको छु सो यो चाहिँ मेरो राज्य हो यो चाहिँ मेरो राज्य हो र यसमा मैले राज गर्न चाहेको पनि थिएन त्यही पनि राज गरिरहेको छु यो चाहिँ मैले पुरै पोत्नु पर्ने छ होइन सो लेट्स चाहिँ अब पोत्न चाहिँ स्टार्ट गर्नुपर्छ त्यहाँ माथि चाहिँ मैले पोतिसकेको छु तर साह्रै गाह्रो भइरहेछ एक्लै यार कस्तो बहिनी हुँदाखेरि चाहिँ अलिक सजिलै थियो मैले यति काम गर्नु पर्थेन कि बहिनी हुँदाखेरि सो अहिले चाहिँ मैले एक्लै गर्नुपर्छ के गर्ने बहिनीले बिहे गरिहाल्यो दिदी यति बसेपछि अब दिदी पनि गर्छु कोही छ भने यसो कमेन्ट हाल्नु नि त अब मैले पनि यसो राजकुमार खोज्नै पर्यो अलिअलि न यस्तो न के भन्छ आफ्नो जीवनलाई अगाडि बढाउनको लागि अन्त म यति चाँडो त गर्दिनँ त्यही पनि यस्तो मैले जस्ट मजा गरेको है यस्तो नसोच्नु होला अनि हाम्रो यहाँनिर बाटो छ क्या अनि त्यही भएर कस्तो साउन्ड आउँछ अहिले यहाँनिर ट्र्याक्टर आएको तर लिप्दाखेरि चाहिँ ह्यान्डसम चाहिँ हुँदो रहेछ क्या म एकदम यहाँनिर रुख पनि छ क्या नि छायाले ब्ल्याक देखिरहेको हुन त उसै पनि काली छु अनि झन् कालो देखिरहेको छ
केही छैन त्यही पनि। अब यस्तै हो, म यस्तो मेमोरीहरू कलेक्ट गर्न मात्रै हो कि त्यस्तो अब युट्युबतिर लागेको। अब त्यति पनि सब्सक्राइबर छैनन्, बिस्तारै बिस्तारै आइबो कि युट्युब फ्यामिलीहरूले सपोर्ट गर्नेछन् होइन। अब अहिले चाहिँ मोबाइल नि त्यस्तै छ, त्यही गएर अलिअलि भ्लग गराउँछु। अब त्यही हो, बिस्तारै बिस्तारै न राम्रो मोबाइल लग्यो भने चट्ट फेरि खुसीले चाहिँ कडै भ्लग गराउँछ कि। अनि अब हेरौँ बिस्तारै बिस्तारै, अब नबोलिकन यति लिपेर अनि फेरि चट्ट कुराकानी गर्नुपर्छ ल है। अब कस्तो लाग्यो? हाइट्ने छैन यार। यतिको चाहिँ हुनु पर्यो क्या गाइस होइन। लिपपोत गरेपछि त लिपगस गऱ्यो भने यतिको चाहिँ हुनुपर्छ होइन साथीहरू। अनि यतिको चाहिँ हुनै पर्यो, नत्र मजा नै आउन्न कि लिपेको। यत्रो मेहनत गरेँ आम्मा, बिहान 6 बजीदेखि लागेको, अहिले बल्ल भ्यायो मेरो फेस हेर्न चाहनुहुन्छ तपाईँहरू। यस्तो भएको छ, यो मेरो मेहनतको फल हो। सो केही छैन, यतिको चाहिँ हुनैपर्छ कि काम गऱ्यो भने, यस्तो चाहिँ हुनैपर्छ। यतिको चाहिँ ए हो, यो भराङमा चाहिँ म चढेर चट्ट सबै पोतेको। यो यतिको त भएन भने त मजै आउँदैन नि त होइन। सो लेट्स चाहिँ अब नुहाएर खाना खान्छु होला। अब तपाईँको एकछिनमा नुहाएर चट्ट फ्रेस हुनु पऱ्यो। राम्रो देखेको म। सो साथीहरू मैले नुहाएर पनि भ्याइसकेँ होइन। यस्तो गाह्रो भयो रे पुरै होइन, त्यो माटो छ नि पुरै सुकेको के। अनि बिहानै 7 बजीतिर लागेको, बल्ल 12-1 बजीतिर भ्याएँ कि मैले होइन त्यो काम गरेर। अनि अब आँगैभरि पुरै माटो पुरै यस्तो भएको नि, अब निकाल्न नि अलिक गाह्रो भयो क्या। सो म नुहाएर चाहिँ फ्रेस भइसकेँ। सो साथीहरू किन अब हाम्रो फाइनली चाहिँ सक्यो काम भन्ने कुरा होइन। अब यता घरको मात्रै तलतिर मात्रै पोत्न बाँकी छ। सो अनि मैले यस्तो सानो सानो भिडियोहरू चाहिँ राख्ने गरेको छु होइन। जतिले पनि सब्सक्राइब गर्नुभएको छैन सम्पूर्णले सब्सक्राइब गरिदिएर मलाई सपोर्ट गर्नु होला। र आउँदै गरेको दिनहरूमा चाहिँ म एकदम राम्रो भिडियोहरू ल्याउनेछु भन्ने प्रतिक्रिया दिँदै मेरो भिडियो चाहिँ म यतै एन्ड गर्न चाहन्छु। र सम्पूर्णले के भन्न चाहे, सम्पूर्णलाई ह्याप्पी दसैँ। अब आउँदै गरेको दसैँमा चाहिँ सम्पूर्णलाई धेरै धेरै शुभकामना छ। सो थ्याङ्क यू सो मच मेरो फुल भिडियो हेरिदिएकोमा। अब चाहिँ हामी अर्को भिडियोमा भेटौँ ल। ओके, थ्याङ्क यू।